सबैजनालाई वेलकम छ मेरो न्यू भ्लगमा। आज चाहिँ सानो भ्लग लिएर हजुरलाई उपस्थित गरिरहेको छु। त्यसैले पुरा भिडियो हेरिदिनु होला। यसो डुलेको भिडियो ल है त गाइज। त्यही भनेर हेलो गाइज, वेलकम टु न्यू भ्लग। सबैजनालाई वेलकम छ मेरो भ्लगमा। आज शुभ बिहानीको सबैजनालाई शुभ होस् हजुरहरूको दिनहरू। आज एउटा भ्लग ठ्याक्कै भनेपछि 7 बजे भनेपछि हामी कति बजे है कति बजे छ? सात 46 जति भएछ होइन। अझै ठाउँ देखाउनलाई हो एकदम बवाल छ। जय दर्शन के भने भाइ यो असम्मको त भिडियो आएर हिँड्छ त यार। हेलो हेलो वेलकम गाइज, न्यू भ्लग। बवाल घरहरू रहेछ।
घरहरू। हेलो वेलकम गाइज, न्यू भ्लग सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। सबैजना हेलो गाइज, वेलकम टु न्यू भ्लग। सबैजनालाई वेलकम छ मेरो भ्लगमा। आजको हाम्रो भिडियो चाहिँ कुकुर हेर्न गएको थियौँ होइन। कुकुर बवालै रहेछ, एकदम दामी लाग्यो कुकुर मलाई चाहिँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो? कुकुरको भिडियो भएन भाइ? कुकुरको भिडियो यताबाट जाँदा नि भएर हिँड्छ, यताबाट आउँदा नि भएर हिँड्छ। भनेपछि त्यो बिचमा हामीले कुकुर 3टा कुकुर लिएर आउँदा गरेका थियौँ नि, त्यो पनि तिमीले नि गरेनौ है? तिमी पनि ठिक छौ क्या यार। फोटो प्रेम दाइले देखाउनु हुन्थ्यो नि यार, फोटो मात्र मेरोमा खिच्यो होला भनेर खिचेर हिँड्छ। 1500 रुपियाँ भने कुकुरलाई टक्क। म चाहिँ दाइसँग अब 1500 मागेर चाहिँ कुकुर किन आउने सोचमा छु। अब गाइज होइन, एउटा कुकुर चाहिँ पाल्नै पर्ने हुन्छ हामीले। त्यही हो गाइज। सो अब आजको भिडियो चाहिँ भ्लग चाहिँ यति नै हो। अब अर्कोचोटि कुकुर लिन आउँदा चाहिँ हजुरहरूलाई कुकुर लिन आएको भिडियो नि देखाउँला। अहिले चाहिँ अलिक सानै रहेछ, अर्को दिन अलिक ठुलो हुनेछ कुकुर चाहिँ होइन। टक्क हेरी मेन चाहिँ हामीले हेरी यो बोर्ड हेर्नुपर्ने हुन्छ। हामीले मेन चाहिँ यो हेरेपछि चाहिँ भयो होइन। यहाँबाट यता नलागिकन टक्क ठाडै लाग्ने भने चाहिँ हामीले देखिँदो रहेछ होइन। हामीले यसलाई चाहिँ एक राउन्ड हान्ने, हामीले चाहिँ यसलाई एक राउन्ड हान्ने। एक लट यता नि जाऊँ न है भाइ, यो के रहेछ? हो के रहेछ यो चाहिँ? त्यही हो। सो गाइज हामीले चाहिँ अब त्यो कुकुर ल्याउन पर्ने हुन्छ होइन। राम्रो छ कुकुर चाहिँ। अब त्यो कुकुर चाहिँ जसरी भए पनि ल्याइन्छ। दाइहरू आएपछि नै हुन्छ होला त्यो कुकुर ल्याउने कार्यक्रम चाहिँ। अहिले चाहिँ आँखा उम्रेन भनेर चाहिँ ल्याइदिएन क्या अरे। यसो यही हो मेरो बाइक। केबी के हो? केबी यो चाहिँ किलोमिटर होला नि। कहाँ किलोमिटर हुन्छ? किलोमिटर भयो त के एम हुन्छ नि? केबी भने चाहिँ खै यो लाइन हो नि त, त्यो भएर होला नि। लाइनको ऊ हो कि गाइस? कति बजेछ? ठ्याक्कै 6, 7, 8, 9, 9:30 भइसकेछ। कति भयो? 9:30।
घरबाट तल लाग्नुपर्ने हुन्छ स्थिति। मिठो पड्काइदियो त हेर त हामीले चार गाइज होइन। अब हाम्रो चाहिँ भ्लग मिठो हुँदै होला छ, मिठो भ्लग भयो। साइकलमा भ्लग गर्नुपर्ने हो वास्तवमा। सिधै आउनु भएको त अनि त्यो मर्न डर छैन के हो यार। अर्का गर्लफ्रेन्डलाई आँखा नलाउनु हो भाइ, राम्रो भएर के अन्त आफ्नो नभएपछि। अर्काको त हो त अनि हाम्रो नभएपछि के अन्त नि आफ्नै गर्लफ्रेन्डलाई आँखा लाउने हो। ए हो र खोइ त्यो त थाहा भएन यार। गर्लफ्रेन्ड आफ्नो हो, अरू त को हो भने अब राम्रो भयो नि के अन्त नि हाम्रा हुने होइनन्। मान्छेलाई त दिउँसा भने किचकाने भन्छन् होला। हेलो गाइज, त्यही हो हाम्रो भ्लग चाहिँ आजको यस्तै छ होइन। खासै त्यही माथिको सम्मको भ्लग हो, त्यति राम्रो छैन। मासु डेलिभरी गर्दैन यसरी बाइकमा के गर्ने। हामी मात्र हो बेरोजगारी, सबै रोजगारी हो। बाइक किनेपछि सबै रोजगारी, हामी चाहिँ बेरोजगारी हो। के गर्ने यार। गाउँतिर केटीहरू घामले काला, यतातिर केटीहरू क्रिमले गोरा। के गर्ने हो, एक चुप्पा खाने हो भने सर्केर मर्देला भन्ने पिर क्रिम सबै मुखभरि पसेर फु गर्दा त हो एक पाथी उप आउँछ त हो। त्यही हो गाइज, के गर्नु होइन। दुनियाँ संसार यस्तै छ। पैसा भए सबै छ, पैसा नभए कोही छैन। अब अहिलेको जमानामा बिहा गर्नु सकिँदैन। सुनको भाउ 2 लाख, अब 1 लाख नभए होइन, अब 2 लाख काँडा भन्ने। अब 1 तोला सुन लगाइदिएर नहुने, अहिले 3-4 तोला सुन। त्यही भएकाले सबै केटीहरू सिङ्गल हुन्छन् रे। तर सोध्ने मान्छेसँग चाहिँ पैसा र अनि रूप हुनुपर्छ अरे क्या। सुने आइस है, सबै केटीहरू सिङ्गल हुन्छन् रे। तर त सोध्ने मान्छेसँग चाहिँ पैसा कि रूप भयो भने चाहिँ सिङ्गल रे केटीहरू। नत्र त बोयफ्रेन्ड कत्रो आँखाले हेरेर हेर्छ मैले। सानो गाडी भएर ठुलो गाडीसँग डराउनु परिहाल्यो। नत्र जोत त्यसलाई भन्ने कि
सिटी सेन्टरमा फिल्म हेर्न आउनु पर्ने हो। बक्स अफिस खुलेर हुन्छ कि हो। सीधा जाने कि कतार जाने हो? हाँ आइज भाइ ज्याकेट त कत्रो हो। केही खान नलागौँ है। बब्बाल कुकुरको छाउरी रहेछ है। दिँदैन भने भर्खर हप्ता दिन भएर घामको टाढाको धुरी सँगै हुन्छन् आजानो खुकुरी। यति कुरा भन्नु थियो।